हो बुढो के हो अनि किन यति थोरै मासु हालेर खानुभएको त्यहाँ कराईमा छ त अझै हालेर खानु न अचार पनि छ टन्न हालेर खानु यत्रो बिचरा बिहानभरि नाला सोर्दा 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 गलेर फतक्क हुनुभएको होला अब काम गरेको दिन त टन्न खाने हो नि त बुढो कति थोरै मासु हालेर खाएको अलि धेरै हालेर खानु न जम्मा 2-3 पिस मात्रै हालेर खानुहुन्छ त्यो कराईमा छ त आज त टन्नै मासु पकाइदिएको छु त खानु नि अब मिठो गरी खानु यस्तो गर्मी छ पंखामा बसेर खानु नि अनि पंखा ल्याइदिउँ पंखा कि कुलर ल्याइदिउँ के हेरेको हौ त्यसरी चाहिँ फेरि झन् माया गर्दा झन् हुँदैन हौ बिचरा त्यत्रो बिहानभरि नाली सोर्दा 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 गलेर गलेर बिचरा भोकले हतुवाइरहनु भएको होला बुढा भनेर झन् यत्रो माया गरेर मासु पकाइदे काँक्रा र आलुको अचार साग पकाइदिएको झन् बुढोले आएर मिठो गरी खानुहुन्छ भनेको त आज फेरि यति मासु हालेर खाएको रहेछ काम नगरेको दिन त फेरि थालभरि हालेर खानुहुन्छ खानु खानु ल छिटो गम खानु पंखा ल्याइदिन्छु ल म ल्याइदिनु के खानु फेरि बोल्नै नजाने किन आज बोल्न मन लागेको छैन मसँग खानु खानु उता पारी गाउँबाट साइला दाइ आउनु भएको थियो अघि तास खेल्ने साथी भएनन् अरे भन्दै हुन्थ्यो अब यो भात सात खाइसक्नु अनि उ त्यहाँ अलिकति भाँडा छ भाँडा साँडा मस्काएर गएर एकछिन खेल्नु नि तास हुँदैन बुढा एकछिन टाइम पास गर्नु पर्यो नि त अब बिचरा काम गरेर गर्नु भएको छ एकछिन त्यहाँ गएर खेल्नु तर पैसा चाहिँ नलानु नि फेरि छिटो खानु ल कम खाएर एकछिन गएर त साइला दाइसँग तास खेल्नु अनि भरे आएर फेरि त्यो नाली सोर्नुपर्छ शीतलमा अहिले त घाम छ एकछिन घाममा आराम गर्ने ल म गएँ है त छिटो खानु ल कम